एक्सन रोल प्लेको स्पीचलाई कन्टिन्यू गर्दै अबको स्पिकर अबको टाइटल कन्टेन्डर आउँदै हुनुहुन्छ यहाँनिर अवकाश प्राप्त कर्मचारी यो पात्र बनिकन यो पात्र लिकन लेट्स वेलकम इन द स्टेज सुषमा मानव All the best. Thank you. म रिटायर्ड कर्मचारी अवकाश पाएको दिन विदाई कार्यक्रम चल्दै थियो साथीहरूले फुलका गुच्छा खादा उडाउँदै दिदी ह्याप्पी रिटायरमेन्ट लाइफ कसैले दिदी सेवानिवृत्त जीवन सुखमय होस् भन्दै थिए अझै हाँसो लागेको त मलाई बाटोमा जाम पर्दा 5 मिनट ढिलो अफिस पुग्दाखेरि हाकिमले गरेर हेर्ने हाकिम आज तपाईँ पङ्क्चुअल इमान्दार कर्मठ कर्मचारी हुनुहुन्थ्यो भन्दै हुनुहुन्थ्यो तर म सोच्दै थिएँ भोलिदेखि यो कार्यालय मेरा साथीभाइ मेरो कामकाज सब छुट्ने भयो त्यतिकैमा एकजना साथी आएर मलाई भन्नुभयो दिदी नो टेन्सन ओन्ली पेन्सन मलाई झन् रमाइलो लाग्यो हो त नि मिलन बिछोड सब प्राकृतिक नियम हो मानिसलाई त नयाँ सिकाइ नयाँ अनुभव नै मानव जीवन हो अब मानिसको रिटायर्ड कर्मचारी त्यसको सबभन्दा रिटायर भएपछि महत्त्वपूर्ण काम के हुन्छ निवृत्ति भरण अधिकार पत्र बनाउने त्यो नभइकन त कामै चल्दैन मैले सुनेको त थिएँ कर्मचारीले आफ्नो हरेक कागजात जतन गरेर राख्नुपर्छ तर आफूलाई नपर्दासम्म हामी कहाँ टेर्छौँ र अब कार्यालयमा गयो तपाईँको यो कागजात पुगे छैन तपाईको पत्रमा त यो ब्यौरा पुगे छैन यो कार्यालयबाट त्यो कार्यालय धाउँदा धाउँदा मलाई यस्तो दिक्क लाग्यो नलिउँ पेन्सन छोडिदेऊ वृद्धावस्थाको आर्थिक सहारा पेन्सन हो लिनै पर्यो मलाई त जागिर गर्न बरु सजिलो तर पेन्सन पट्टा लिन मलाई बहुत गाह्रो लाग्यो तर जुन दिन पेन्सन पट्टा मेरो बन्यो युद्ध जितेको जस्तो अनुभव भयो अब यो ठुलो काम त सक्यो अब आयो रमाइलो दिन भन्छ नि नो टेन्सन पहिला अलार्म लगाएर निन्द्रा खुल्दैन थियो निन्द्रा खुले पनि कस्तो अल्छी लाग्थ्यो अलार्म लगाएको छैन अब निन्द्रा खुल्छ निन्द्रा खुले पनि यो पल्टे सुतेछ भने यो पल्टे मुख छोपेर सुत्न मन लाग्छ सुत्यो टिभी हेऱ्यो सिरियल हेऱ्यो रेडियो सुन्दै गीत सुन्दै खाजा खायो खाना खायो क्या रमाइलो दिन यही होला सुखमय बितोस् भनेको बडा रमाइलो दिन यस्तो अवकाशमय जीवन सबैको होस् कति टिभी हेर्नु आँखा दुखिसक्यो केही गीत कति सुन्नु कान पनि पाटिसक्यो एक्लै बस्दा बस्दा यो घरका भित्ताले मलाई त गिज्याउन लागिसके विदेशमा भएका मेरा छोराछोरीको सम्झनाले अब मलाई न्यास्रो लाग्न लागिसक्यो सँगै बसेका छोरा बुहारी सबै आफ्नो काममा जान्छन् म त एक्लो परेँ होइन रहेछ एक्लो जीवन त साह्रै नरमाइलो हुँदो रहेछ ठिक छ केही छैन जागिरको दौरानमा मैले मेरो सोखहरू पुरा गर्न सिलाइको मलाई एकदम सोख थियो सिलाइ सिक्न जान्छु भनेर गएँ सिलाइ सेन्टर पुगेँ यहाँ हेरेको त भर्खरका नानीहरू मलाई के भन्नुहुन्छ आमा तपाईँ सिलाइ सिक्न आउनु भएको उहाँहरूले त आश्चर्यले सोध्नुभयो होला तर मलाई त जिस्काए जस्तो लाग्यो तिनीहरूको अगाडि सियोमा धागो हाल्न नखोज्दा त लाज लाग्यो मलाई त भोलिदेखि गइनँ तिनीहरूको अगाडि लजाउनुभन्दा सिलाइ सिक्दिनँ ठिक छ म जागिरबाट निस्किने बेलामा डिजिटल सिस्टम हुँदै थियो यो नयाँ कुरा हो त्यहाँ लाज लाग्यो त के भयो यो कुरा सिक्छु भनेर कम्प्युटर क्लास लिन गएँ त्यहाँ त कर्मचारीहरू बढी हुनुहुन्थ्यो यहाँ ठिक छ यहाँ मलाई त्यस्तो कुनै अनुभव हुन्न होला तर त्यो कर्मचारीहरूले मलाई के भने तपाईँ किन नदुखेको टाउको दुखाउन आउनुभयो हामी त रेकर्डिङ गर्नुपर्छ र पो सिक्न आएको अवकाश भएको मान्छे त आरामले घरमा नबसेर यो बुढौतीमा के को रहर हो म त्यहाँबाट पनि फर्केँ आएँ त्यो पनि सिकिनँ जान्छु अब मेरो साथीभाइहरूसँग भेट्छु साथीभाइहरू पनि बिजी भएर हाई हेलो भने आफ्नो काममा बिजी कोही म जस्तो अवकाश भएर गइसकेको
कोही सरुवा भएर गइसकेको, कोही अपरिचित अनुहार हेरे, ठिकै छ नयाँ पहिलाको रहेछ भने, कोही चाहिँले पहिलाको कुर्सीमा थियो, कुर्सीको पो मान सम्मान, अब यिनीसँग हाम्रो के को काम भनेर इग्नोर गरे। तर मेरो शरीरमा भएका मेरा साथीहरू जुन बढ्दो उमेरबाट आउँछन् तिनीहरू मलाई भेट्न आए। कहिले ब्लड प्रेसर बढ्न लाग्यो, कहिले हाड जोर्नी दुखेर खचक्कै पार्यो, कहिले चाहिँ ब्लड सुगर लेभल बोर्डर लाइनमा आएर म पनि आउँ भन्न थाल्यो। अब यो अप्पर झट्टको औषधि उपचारले पेन्सनको पैसाले अपुग हुन थाल्यो। मेरो आर्थिक खर्च डामाडोल हुन लाग्यो। स्वास्थ्य कर्मीहरूले म्याम तपाईँ एक्लै नबस्नुहोस्, शरीरलाई चलायमान राख्नुहोस्, सक्रिय हुनुहोस् भन्न लाग्यो। ल त ठिक छ भनेर घर फर्केर म ल है नानी बाबु हो म पनि घरको काम गर्छु भने। अब घरको काम गर्दा गर्दा त मलाई त सब अभिभारक मलाई दिए। सब काम अभिभारक, पाछा पाहुना, नाति नतिना सब मैले हेर्नु पर्यो। रेडियोमा भन्दै थियो आमा रिटायर हुन् नि, म भन्छु मेरो मनले भन्छ आमा रिटायर हुन्छन्, आमाको पनि शरीर हो, थाक्छ, मन हो, बदलाव खोज्छ। त्यही भएर के भन्थे मानिसहरूले, अवकाश भएपछि मानिसको आयु छोटो हुन्छ, मानिस धेरै बाँच्दैन। बाबु त्यो के चलाएको, ओहो यो त मेरो उत्कृष्ट कर्मचारी भनेर पाएको सम्मान पत्र हो। अनि म झसङ्ग भएँ। सुषमा तिमी लेबल हो, लेबल एवाई लेबल होइन। अब मैले आफ्नो जीवनशैली चेन्ज गरेँ। अब म आफ्नो स्वास्थ्यप्रति, शारीरिक मानसिक स्वास्थ्यप्रति सजग छु। मेरो पेन्सनको पैसालाई बजेट बनाएर खर्च गर्छु। मसँग बचत पनि भएको छ। महिला सभामा आमा समूहमा म सहभागी भएर आफ्नो कुरा पनि अनुभव पनि बाँड्छु, उनीहरूको नयाँ कुरा पनि नलजाइकन सिक्छु। महिलाहरूको प्रतिनिधित्व गर्दै समाजमा बोल्न पनि हिचकिचाउन, घराइसी काममा मद्दत पनि गर्छु। तर आफ्नो निजी समय, आफ्नो आरामको समय पनि म लिन्छु। र यो मञ्चबाट अवकाश भएका 80,000 रिटायर्ड कर्मचारीलाई र आउने दिनमा हुनेवाला कर्मचारीहरूलाई म भन्न चाहन्छु, अवकाश जीवनको अन्त्य होइन, यो नयाँ अध्यायको सुरुवात हो। पाना फर्काउनुहोस्, जिउनुहोस्। धन्यवाद।